30 वर्षको हुँदा रुसमा पुँजीवादको विकास ठुलो खेली देखिसक्नुभयो। 1905को क्रान्तिको उहाँले नेतृत्व गर्नुभयो। 1917मा क्रान्ति गरेर क्रान्तिलाई सफलताको बिन्दुसम्म पुगिहाल्यो। उहाँ चाहिँ एक हिसाबले साधारण वर्गको नेताको रूपमा अगाडि आइसक्नुभएको थियो र उहाँ 14 वर्ष हुँदा नहुँदै 1919मा मिल्सेलीहरूद्वारा उहाँमाथि 3वटा गोली प्रहार भयो। त्यो गोली प्रहारबाट उहाँ चिकित्सा घाइते भइसकेपछि उहाँ लगातार बिराम पर्नुभयो र 1924मा उहाँको देहान्त भयो। युवा उमेरदेखि म यतातिर जोड्नु खोज्छु। युवा उमेरदेखि झन्झनै अहिले हाम्रो चाहिँ पार्टीभित्र हेर्दाखेरि सायद युवा भनेपछि 50 केही आधारिकै होला जस्तो लाग्छ। त्यो बेलासम्म क्रान्ति सम्पन्न गरेर उहाँको निधन पनि भइसक्यो।